ल लामो पुल भन्छन्। सुब्बा देउराली माता कि जय होस् जय होस्। त्यो मन्दिर हेर्न र भ्यू चाहिँ कडा बतास आउँदो रहेछ एकदम सिरेथो। यताको खोजबाट आउँदो रहेछ हावा चाहिँ यताबाट बस्दै आउने रहेछ। कति बज्यो? 1 बजिसक्यो अझसम्म यस्तो भिड है। एक बज्दासम्म पनि भिड छ है। शनिबारको दिन अलि भिडै हुन्छ सुब्बामा। सुब्बा देउराली पुल चट्ट 2 भाइ आउनु दाइ सम्झना होइन राम्रो आउनु फोटो तर मन्दिर पर त्यही सुब्बा देउराली मन्दिर एकदम भिडभाड छ। नेपालको नक्सा पनि रहेछ त। यत्रो घुमाइदिउँ न होइन। होतिला गाला गालामा दिन्छ पारिजा जस्तै कमालो दिन्छ भनेर भएन के रे मलाई नर्सले मानेन के रे। हजुर पछाडि हिँडेको भिडियो बनाउनु ल यसैकै गीतमा बनाऊँ चले मेरो पारा यस्तै छ। भाइ टिकटक लभर है। ल बनाइदियो एउटा टिकटक दाइको चाहिँ। म चाहिँ बनाउँदिनँ त्यति साह्रै टिकटक प्रेमी चाहिँ होइन है। ओ का भयो घुम्न चाहिँ मजा लाग्छ। यस्तो हो कुरो खासमा भन्दा। उसले चाहिँ अब यता त सन्ध्याको जान्छ यता नगरपालिका सन्ध्याकोतिर यस्तो छ नि होइन। सुब्बा मन्दिर त्यो हो क्या एकदम भिडभाड धेरै भिड छ। बेलुका 5 बजीसम्म भ्याउँछ कि नै त्यहाँ मन्दिरमा चाहिँ ट्याक्क जाने प्रसादको टोकरी हुन्छ उता फालिदिनु होइन त चढाउने उसले के अरे पुजारीले नै चढाइदिन्छ। अनि बाँकी चाहिँ अब यसो धोक्री निस्किने रास मात्र आउँछ एकदम भिडभाड। बाँकी अगरबत्ती यताउता बाहिर सल्टाउने ठाउँ छ नरिवल फुटाउने ठाउँ छ एकदम कडा एकदम विशेषता भएको ठाउँ धेरै नै चलन चल्तीमा भाइ ठिक छ नि। सुब्बा देउरालीको पुल घुम्न आएको है। यस्तो दाइ कति थका लाग्यो? बहुत थकै लाग्यो बहुत थकै लाग्यो। दाइ टिकटक हेर्नेमा व्यस्त हो के अरे म त थकै लाएरै पसिना लागेको टिका पनि पछि हो। अब एकछिन आराम गरेर घुम्न जाने त्यो पुल ब्रिज यो अग्लो पुल हेर्न आएको क्या। त्यहाँ गएर यसो 1-2 ढाइले त्यहाँ गएर मन्दिर कस्तो देखिन्छ त्यो हेर्नु पर्यो। गर्मी यार भित्र टी सर्ट पनि छ यो पातुलो सर्ट लगाएको ज्याकेट लगाएको धेरै गर्मी भयो। प्रतीक्षाले रहेछ
चट्ट एकछिन बसेर है जाने हो सरर भाइ टिकटक बनाउने बिजी छड्के सिलथारी यस्तै चला त है ल सुब्बा देउराली दर्शनमा आएको है खतरा भिड कडा एकदम भिड छ है लाइनमा बसिरह ल जय श्री सुब्बा देउराली माइकी जय यो खै मेरो फोटो दामी ल अहिले हाल्नु पर्ला श्री सुब्बा देउराली माईमा यस्तो भिडभाड है त आज हामी त उम्केको हो नि होइन र हेर्नु न यहाँ अघि यस्तो लाइन थिएन नि यहाँसम्म मुखमा थियो अनि त्यो भित्र पनि त्यो जो मन्दिरको छेउमा छ नि नपुट्टाको त्यहाँ लाइन छ कि घुमे छ कि होइन युवा आकारमा पहिला भित्र गएरै त्यो मन्दिरलाई ढोग्न पाइन्थेन अहिले त त्यो मूर्तिलाई यस्तो बाहिर राखिदिएको छ ढोग्नी जाने त्यहाँ एकछिन 1-1.5 मिनट 2 मिनट उभिएर केही यसो भन्ने अवस्था छैन त्यही हो आस्था हो मन्दिरको दर्शन गरे पनि हुन्छ हुन त त्यस्तो छ शनिबारको दिन विशेष भिडभाड हुन्छ सुब्बा देउराली मन्दिर चाहिँ शनिबारको दिनमा धेरै भिडभाड मान्छेको छुट्टी हुने भएर पनि होला अनि त्यो दिनमा चाहिँ अब शनिबार विशेष होला नि त मान्छेको त्यो आस्थाहरू त्यो भएर होला शनिबारको दिन एकदम ढिला हुन्छ के अरे ऊ लाइन हुन्छ अब अहिले त्यस्तो यहाँसम्म लाइन छ कि यो लाइन अगाडि बढ्दै पर्दैन दुईवटा लाइन हाल्थ्यौँ अघि बिहान हामी जहाँ एक लाइन थियो त्यो लाइन छ नि हामी उता मुखैमा थियौँ कि हामीलाई त लाइन पनि थिएन यसो वासरुम गरेर उता छिरौँ भन्दाखेरि ठ्याक्कै लाइन आइसकेको ल यस्तो छ यो अवस्था पशुपतिमा के पोस्ट गरेर सुब्बा देउरालीमा ल पुराउँछु भन्थे देउताले मन्दी गर्ने धेरै हुन्छन् साथ दिने एउटाले तिमीबाट म पुराउँछु